नमस्कार साथीहरू, आज म तपाईहरुलाई लिएर जाँदैछु काभ्रेपलाञ्चोकको एक सुन्दर र रमणीय ठाउँ बेथानचोक नारायणथान डाँडातिर। यो डाँडा पछिल्लो समयमा काठमाडौँबाट नजिकैको सबैभन्दा लोकप्रिय हाइकिङ र दृश्य अवलोकनको लागि अत्यन्तै राम्रो गन्तव्य बनेको छ। बेथानचोक डाँडा काठमाडौँबाट करिब 55 किलोमिटर टाढा पर्दछ। यहाँ पुग्नको लागि बनेपा, पनौती, खोपासी, ढुङ्खर्क, पोखरी पञ्ज्याङ, फाटगाउँ हुँदै जानु पर्दछ। सडक बनेपादेखि पनौती, त्यसपछि खोपासी र ढुङ्खर्कसम्म अलि सहज छ। ढुङ्खर्क पछि भने उकालो र ग्रामीण बाटो सुरु हुन्छ। बाइक वा जीप पोखरी पञ्ज्याङसम्म पुग्न सकिन्छ भने केही अनुभवी चालकहरू बाइक लिएर फाटगाउँसम्म पनि पुग्दछन्। तर बाटो भने अलि असहज, खाल्डोखुल्डी र उकालो हुन्छ। फाटगाउँबाट भने सवारी साधन रोक्ने गरी हाइकिङ सुरु गर्नुपर्दछ। फाटगाउँबाट डाँडाको शिखरसम्म करिब 45 देखि 1 घण्टाको पैदल यात्रा गर्नुपर्दछ। बाटो हरियाली, जङ्गल र घाँसे मैदानबाट गुज्रिन्छ। मध्यम उकालो भए पनि यात्रा धेरै रमाइलो हुन्छ। बेथानचोक डाँडाको उचाइ समुद्र सतहबाट करिब 3000 मिटर उचाइमा छ। यो ठाउँ विशेष गरी सूर्योदय, सूर्यास्त र हिमालय श्रृङ्खलाको दृश्यका लागि प्रसिद्ध छ। यहाँबाट गणेश हिमाल, लाङटाङ, मनासलु, गौरीशङ्कर, अन्नपूर्ण श्रृङ्खला देख्न सकिन्छ। शिखरमा पुग्दा तपाईले 360 डिग्रीको प्यानोरामिक दृश्य पाउनुहुन्छ। टाढा टाढासम्म देखिने हिमाल, तल हरियाली गाउँ र खेतबारी, अनि माथिबाट बग्ने चिसो हावा। कसको पो मन नलोभिएला। यो ठाउँ फोटोग्राफी, भिडियो र क्याम्पिङका लागि उत्कृष्ट गन्तव्य हो। यदि तपाईँ क्याम्पिङ गर्दै हुनुहुन्छ भने पर्याप्त मात्रामा खानेकुरा, पिउने पानी भने लान नबिर्सिनुहोला। क्याम्पिङ गर्दा तपाईँलाई बिहानको सूर्योदय र बेलुकीको सुनौलो सूर्यास्तले तपाईँलाई झन् मनमोहक बनाउँदछ। यदि तपाईँ काठमाडौँ नजिकैको छोटो तर अविस्मरणीय यात्रा खोज्दै हुनुहुन्छ भने बेथानचोक डाँडा तपाईँको लागि उत्तम स्थान हो, जहाँ प्रकृतिको सुन्दरता, हिमालको भव्यता र आत्मिक शान्ति सबै एकैसाथ अनुभव गर्न सकिन्छ। त्यसैले जाने होइन त बेथानचोक।